रेडी फर बन्जी हामी चाहिँ हैन टक्क वेट सेट लिएर टी शर्ट यहाँ छ टी शर्ट चाहिँ लाउँदिन टक्क हामी यहाँबाट सर्ट यहाँ हेर त यहाँ जाने के डर लाग्छ त छैन अलिअलि नर्भस फिलिङ भयो हल्का त भइहाल्छ नि अब यत्रो अग्लो छ यार यहाँबाट अनि दाइ बन्जी नहान्ने हैन तपाईँ त हान्ने फर्स्टमा चाहिँ म दुईटा केटाहरू चाहिँ त्यहाँ फोटोसुटलाई गइसक्यो हाम्रो त्यहाँबाट त जान डर आयो साथी नानी रे यिनीहरू सक्दैनन् रे आशिष गेट रेडी फर बन्जी हजुरको नाम भनिदिनुहोस् न मेरो नाम दिपेश मैनाली कहाँबाट आउनुभएको छ सिन्धुलीबाट आज कता हुनुहुन्छ के भइरहेको म अहिले कुसमा आउँछु बन्जी जम्प गर्न आएको फर्स्ट टाइम हजुर हजुर फर्स्ट टाइम रेडी हुनुहुन्छ नि हजुर एकदमै ल त रमाइलो गरेर जानुपर्छ त Guys, ready? No, brother, count down. 3, 2, 1, bonsai! No, brother, count down. 3, 2, 1, bonsai! तर मजा लास्ट दामी ब्रदर दामी लाइफमा एकचोटि चाहिँ बन्जी हान्नै पर्छ यार मेरो केटाहरू चाहिँ माथि बसेर भिडियो हानिरहेको छ चिलमा हो क्या म चाहिँ माथिबाट ट्याक्क हार्नेछु है के आउँदैछ ट्याक्क अब त्यसको लागि यहाँ ट्याक्क लाउने कपाल बिग्रियो होला नो वरिज दामी टाढा एकचोटि चाहिँ तर डर लाग्दो रहेछ फुत्ता हाम फाल्ने बेला जम्प कस्तो भयो त्यो चाहिँ भिडियोमै थाहा हुन्छ होइन तर नाइसै भयो जस्तो लाग्छ बोरा फेला जस्तो चाहिँ भाइन जस्तो लाग्छ अब हेरौँ त्यतिखेर केही नै थाहा नहुने रहेछ म यस्तरी हान्छु भनेर हान्छु भनेर हुन्छ तर नहुने रहेछ कि त्यो आफूले सोचे जस्तो चाहिँ तर दामी छ होइन भ्यू पनि नाइस छ समाउनु किन समाउने यार चिलमा हो त फ्लाइ लाइक अ बर्ड ल दामी ल तर टाइम लाग्दो रहेछ यार यो सबभन्दा बेसी डोडी आउनु टाइम लाग्दो रहेछ होइन अब चाहिँ माथि सर ल दामी डोडी तल ब्याक आफ्टर बन्जी चाहिँ एकदम दामी भयो होइन अहिले चाहिँ हामी अब पारी गएर लास्टै मजा भयो है अब लास्ट चाहिँ हाम्रो एकजना अब कमरेड सुनिल कमरेड आउन बाँकी छ क्या डोलाइरहेको यस्तोरी कामिरहेको भिडियो चाहिँ अब गोप्रोको अब दाइहरूले कतिखेर पठाइदिनुहुन्छ होइन त्यहाँ पैसा तर कसम डराउने होइन कि यार बन्जी हान्नलाई हाम्रो यो साथीहरू बन्जी नै हान्न डराउने के लाइफमा एकचोटि हो इन्जोय गर्नुपर्छ हो कि आशिष एडभेन्चर मध्ये हैन सबैभन्दा खतरा एडभेन्चर चाहिँ हामीले प्याराग्लाइडिङ पनि हान्यौ प्याराग्लाइडिङ अनि चाहिँ सबै भनौँ न अरु के के छ
प्याराग्लाइडिङ हाम्रो अब हाम्रो के बाँकी छ आशिष अब हाम्रो अब के छ नेपालमा त्यस्तो एडभेन्चर भने बन्जी हो ठुलो त्यो पनि वर्ल्डको सेकेन्ड हाइएस्ट बन्जी अब ऱ्याफ्टिङ हानिसके हो ऱ्याफ्टिङ त गरिसके हो सामान्य भइगयो होइन ऱ्याफ्टिङ त्यस्तो केही छैन ऱ्याफ्टिङ एकदम सामान्य हो अब तर खतरा एडभेन्चर डढाउनेहरूसँग कुरै गर्नु मन लागेको छैन कि छेउमा हान्नलाई रेडी भएको मान्छे त फर्केर पहिल्यै सर्टको होइन त्यो त उहाँ डढाउनु भयो होइन हामी डढाएनौँ नि त